आखिर यिनीहरूले झार नै फुलाउनु थियो भने विकासको विरोध किन गरेको? यो ठाउँमा तरकारी पसल खोल्दाखेरि तिनको बाबुको के जान्थ्यो? यो तपाईँ देख्दै हुनुहुन्छ, यो ठाउँमा हर्क साम्पाङले तरकारी पसल खोल्नको लागि यसरी खनिसक्नु भएको थियो र त्यसको लागि यसरी ढुङ्गा कलेक्सन पनि भइसकेको थियो। तर यो जग्गा ठ्याक्कै बिपी कोइराला संस्था विज्ञान प्रतिष्ठानको पर्ने भएकोले हर्क साम्पाङलाई मुद्दा हालियो र अन्तिममा हर्क साम्पाङले यो आफ्नो योजनाबाट हात झिक्नु पर्यो। माथि भानुचोकनिर सब्जी मन्डी रहेको छ तरकारी बजारको लागि चाहिँ धरानमा, तर त्यहाँ एकदमै भिडभाड हुने गर्दछ। बिचबिचबाट सफारीहरू बाइकहरू कुदाउनाले कतिचोटि चाहिँ मान्छेलाई सफारीले ठोक्ने बाइकले ठोक्ने हुन्छ। तर यो ठाउँमा यदि भएदेखि योभन्दा मुनितिर रेलवे लगायतका धरान क्षेत्रका विभिन्न ठाउँहरू पर्छ र यो बिपीको अगाडिपट्टि पनि धेरै होटलहरू छ, धेरै सहज हुन्थ्यो। यो ठाउँमा यदि तरकारी पसल भएदेखि माथि हुल पनि कम हुन्थ्यो र यहाँ छुट्टै रौनक हुन्थ्यो। यहाँ वरिपरि पनि धेरै पसलहरू चल्न सक्थ्यो। तर विकास विरोधीहरूले जो चाहिँ बिपीका आफ्नै निर्देशक करोडौँ भ्रष्टाचार गरेर चाहिँ भ्रष्टाचारको मुद्दा लागेको छ। तर यिनीहरूले यो गर्दाखेरि के हुन्थ्यो, बिपीलाई कर पनि आउँथ्यो अलिअलि होइन, तर विकास पनि हुन्थ्यो। यी हेर्नु हर्क साम्पाङले टक 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 यसरी खनेर राख्नु भएको छ। यो चाहिँ स्टल बनाउनु भएको होला सायद उहाँले होइन। अब हर्क साम्पाङले धरान छोडेपछि त फोहोर भन्ने कुरा त त्यस्तै नै हो होइन। यो माथिसम्म खोल्नु भएको छ। 1 2 3 4 5 6 7 8 ठाउँ चाहिँ यसरी खोल्नु भएको रहेछ। ढुङ्गा पनि थुपारिसक्नु भएको थियो यताउता, अनि यो सब गरिसक्नु भएको थियो। तर मुद्दा हाल्नको कारणले यो कामबाट अन्तिममा हर्क साम्पाङले हात झिक्नु पर्यो। यस्तै छ। विकास विरोधी मुलाहरूलाई पुनः एकपटक दोहोऱ्याउन चाहन्छु, यो ठाउँमा तरकारी बजार मात्रै तरकारी पसल मात्रै खुलेको भए तिनीहरूको बाउको के जान्थ्यो? न त तिनले अंश बेच्नुपर्ने, न त आमाको दाइजो बेच्नुपर्ने। हेर्नु त, तर यो ठाउँमा त्यत्तिकै वेस्ट गइरहेछ। नगरको लगानी पनि चाहिन्थेन। यहाँनिर श्रमदाताहरूले आफैले बनाउनुहुन्थ्यो कि श्रमदाताले नै बनाइसक्नुहुन्थ्यो, केही गर्ने पर्थेन। हर्क साम्पाङले लु भनेर एक स्टेसनसम्म मात्रै हालेको भएदेखि यहाँ हजारौँ मान्छे आएर एकदम आनन्दको हुन्थ्यो। अर्को नमुना म तपाईँलाई देखाउँछु, त्यसको लागि भाग 2 हेर्नु होला। भाग 2 मा म अर्को यहाँको नमुना देखाउनेछु। धन्यवाद।